Yo, what's up guys? Welcome back to my fresh vlog once again. अनि तपाईले सोच्नुहुन्छ म किन आज अनौठो ठाउँमा छु भनेर आज म र त एक्कासी घुम्न आए कि अनि रेकर्ड गर्दिउ न त भनेर रेकर्ड गर्दैछु दाइ त्यहाँ हुनुहुन्छ अनि यहाँ हामी पार्कमा आएको छौं एकदमै हामी खास त बजार जाने भनेर आएको अनि घुम्दिउँ न त भनेर बस्दै हाले अनि यहाँ तालको बीचमा मन्दिर छ दाइ नि आफ्नै पारामा रेकर्ड गर्दै हुनुहुन्छ हाम्रो शिवजी एकदमै राम्रो छ म एकदमै आज खुसी छु फाइनली हेटडाको 3 हप्ता जति भइसक्यो आज बल्ल घुम्न पाछु यसरी बाहिर दाइलाई एकदमै थ्यांक यू अनि फुल हेर्न फुल यहाँ हामीले सानोमा मनाएको थिएँ अनि यहाँ हामीले के अरे माछालाई आरा पनि दिएको सानोमा अनि फोटो त भयो होला भयो त फोटो हो बरु म तपाईहरुलाई देखाउँछु कस्तो छु भनेर एकदमै रोडको छेउमै छ फेरि घुम्ने ठाउँ चाहिँ एकदमै धेरै छ बढी चाहिँ फुल छ है अनि एक राउन्ड यस्तरी हामी चाहिँ त्यहाँबाट आएको अनि यस्तरी राउन्ड मारेर यहाँबाट फेरि यस्तरी जाने अनि यहाँबाट म चेक गरे भ्यूज यहाँको पर भन्दा यो पार्क चाहिँ फुल प्रेमीहरुको लागि एकदमै राम्रो अनि यो फुल चाहिँ स्पेशली गर्ल्सहरुलाई पिंक मन पर्छ हैन त तपाईहरुको फेभरेट कलर पिंक हैन त गर्ल्स दाइले पनि रेकर्ड हाल्दै हुनुहुन्छ अनि हरियाली त्यति छ है चेक गरिए गाइज यो हजुरको लागि सबैलाई यो हजुरहरुको लागि दिए मैले पक्कै छ हरेक जनालाई ल अब म चाहिँ निस्केको अनि धेरै समय त यहाँ बिताइन जो राम्रो छ बेस्ट लाग्यो दाइ त्यहाँ पुग्नु भइसक्यो अनि मन पर्यो भने त्यही फुल भयो अनि हरियाली भयो तालको बीचमा मन्दिर छ धेरै घुम्न पाएन है किन जाने र खेल्ने ठाउँ भइसक्यो जाने र नजाने होला दाइ अझ मलाई के है जाने र किन न पैसा त लाग्दैन नि है के थाहा मानु लाग्यो नि पैसा लाग्यो भने ठिक छ स्पाइडरम्यान हजुर ल यार डोरेमोन पान्डा अनि के भन्ने यसलाई के भन्छ रे खानेकुरा हो क्या यो के भन्छ त्यसलाई नामै बिर्सेँ मेरो हात अलि उस छ म त हान्नै सक्दिनँ कि फेरि म त एउटा गरी खाएँ दाइले चाहिँ यो बल त्यो होलमा पसन्द लाउनु भएको होइन जान्छ है ल म ट्राई गर्छु ए सरी
moments later. टिकट पाइसक्यो यो पन्च हान्ने कति 200 लाग्यो 200 को 3 पन्च यो पन्च ल कसरी युज गर्छ दाइ दाइले गरेको छ होइन तपाईँ फर्स्ट सानो के ठुलोमा चाहिँ तपाईँ फर्स्ट फुल जोसमा हुनुहुन्छ दाइ ल है दाइ ल ल ल नमिठै हानिदिनु त मान्छेलाई हाने चाहिँ भने पानी 1000 का हाफ हान्नु तपाईँ एकसठ क्या मात्र सेकेन्ड पन्च हात दुखी पनि Round 2. Fight. के हारे झन् बेजेत भयो म चाहिँ 1 पन्च हाने दाइले 3 पन्च हान्नुभयो लास्टै हाल्छु थ्याङ्क यू दिदी बाई अनि त्यो हात हजुर स्टोरको नाम अनि आमामा त्यसै हाने जस्तो लाग्यो भाइ घरबाट अलिक इनर्जीवाला खाएर आउनु पर्दो रहेछ दाइले चाहिँ 3 सर्ट बबाल हान्नुभयो फर्स्ट कति 500 हान्नुभयो सेकेन्ड 600 अनि कति हान्नुभयो बबाल थियो दाइको हात फर्स्ट सर्टमा दुख्यो धेरै मेरो चाहिँ फर्स्ट कस्तो अलिक पन्च ठुलो भयो मेरो पन्जा यो सानो भयो त्यो चाहिँ ठुलो थियो अनि हल्का छड्केमा लाग्यो दुख्यो कस्तो नमिठो दाइ चाहिँ 3 सर्ट नमिठो हान्नुभयो लास्टमा 632 पुरानो भएको थियो अनि बाटो दाइले चाहिँ फेरि एउटा टी सर्ट किन्नुभयो उ त्यो हिबर ग्रिन भन्नेमा अनि अब चाहिँ थाके जस्तै फिल भयो भाइ अनि एनर्जी डाउनै भएको एउटा उता पार्कमा गएर औडा खेल्यो ल चलो लेट्स गो लास्ट निदा लागिरहेको ओडा घाम्दा पहिलालाई म त कहिले छायामा बसेर बस्छु दिदी एउटा नजिक नि मलाई भन्दै थियो त दाइले फेरि किनेपछि फ्लेक्स हानिदिइहाल्नुहुन्छ अन्त आइपुगिसक्यो हाम्रो घरमा दाइले पार गरिदिनु भइसक्यो दाइहरूसँग मिलेर मोमो बनाउन आएको छु मिस्टर सेफ भन्दा तल लेभलको दाइ सबभन्दा म बिगिनर सिक्दैछु मेरो मोमो चाहिँ यस्तो भन्नु थियो यस्तो राम्रो नदिएको यस्तो ठिस यस्तो बुटा भन्दा कि यस्तो भनिदिइराखेको अनि के नदेखेको र ल म तपाईँहरूलाई बनाएर देखाउँछु है त ठ्याक्क लाएर ए अडिन दाइ ल म चप्पु उठाइरहेको रहेछ अब फर्स्ट मोमो यस्तो बनायो अब सेकेन्ड मोमो झन् वाइफ बन्ने कि के हो यस्तरी अनि यस्तरी होइन ए बन्दैछ कि हो ए बन्यो म त प्रो भयो क्या यार अब 1 टाइप हान्ने बेला आयो मेरो नि यो फुल मोमो बन्यो यार यो त अडा भयो थ्याट हेर्नु यस्तो भने
यो फर्स्ट मोमो यो सेकेन्ड मोमो यस्तो बन्छ बुट्टा चाहिँ जुस भन्नु चाहिँ सकियो है अब हल्का सेप किन चाहिँ हल्का गाह्रो थियो बन्दैछ नेपाल बालिनले बनाउँदैछ नेपाल म बनाउँदैछु मोमो मलाई सिकाउँदै हुनुहुन्छ नाम नलेको पनि दाइ भन्नु उस हेरौँ न म आफ्नै परिवर्तन हेरौँ न होइन कतिको फरक भएर मेरो मोमो भनेर त्यो यतिको बनाइराखेको ल म फेरि नेक्स्ट टाइम यस्तो ताले यार भाडा मात्रै माझेर चाहिँ के हो यो म त बुट्टा अन्त सिकेछ नि त दाइ यार 3 दिन भयो क्या मैले सिकेको 3 हप्ता भइसक्यो 3 हप्तामा 3 दिन मात्रै ट्रेनिङ ल्याएको अब सर्टिफिकेट सायद भोलि आउँछ कि यस्तो तरिकाले गरेर यो त झन् नौडा भयो डाँडा र पाखा पढे जस्तो फर्स्टको पनि राम्रै बन्यो मेरो मोमो यहाँ राख्ने लाइटको बनाउनु पऱ्यो कि दाइ मात्रै बस्यो यसलाई कुचाइदिउँ है अब फेरि बनाऊँ यो फर्स्ट थियो लास्ट थियो दाइले प्रपर 4-5 वर्षको एक्सपिरियन्स सेयर गर्नुभयो मलाई यस्तो नराम्रोमा धेरै यस्तो बनाइदिनु भयो दाइले यार मन यस्तो राम्रोमा धेरै त्यस्तो नराम्रो बनाइदिएर अनि के बन्न गएको हो भने यस्तो धेरै युज गरिसक्यो हामीले इन्टरटेनमेन्ट गरिसक्यो अब 10x मा हेरौँ है त अब यो भ्लगलाई यतितिर एन्ड गरिदिउँ खास त हामी म र दाइ बजारमा कौडा लिन गएका थियौँ किन्नलाई अनि दाइले त पार्कतिर लानु भएछ मलाई थाहै भएन गएर त पार्कमा पुग्यो अनि घरबाटै थाहा भयो त म घरबाटै रेकर्ड गर्थेँ अनि त्यहाँबाट अनि क्लिप बन्छ भनेर त्यहीँबाट बनाएँ त्यहीँबाट सुरु गरेँ त्यहीँ नजिकै नदी र के अरे मन्दिर र ताल थियो नि त साइडमै उस पार्क रहेछ घुम्ने खेल्ने पार्क चिल्ड्रेन पार्क त्यहाँ गएर मजा आयो राम्रो थियो अनि दाइले 2 पन्च बवाल हाल्नुभयो मेरो चाहिँ 1 पन्चमै हातै दुखेर र अन्तिममा बेस्ट पार्ट कुन लाग्यो तल कमेन्ट बक्समा छोड्नु नभुल्नु होला लाइक गर्नु होला र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर बेल नोटिफिकेसन अलमा सेट गर्नु होला अब हामी छिटो न्यू डे न्यू फ्रेस ब्लगको साथ भेट्नेछौँ त्यति समयको लागि स्टे सेफ टेक केयर बाई